भाइ भाइ नफुटाउ। यही भनेको सुन्नु उहाँलाई, यही भनेको। तपाईँ एउटा पोस्टमा आउनु भएर म कुनै हालतमा म त्यसमा आउँदिनँ, किनभने मत विभाजन भइहाल्छ। विभाजन भनेपछि हार सत्य हो। चुनाव हार्नको लागि त लड्ने होइन, जितेर काम गर्नुपर्छ भन्ने हो। अब उहाँले घोषणा गरिसकेपछि म बाहिर ठिक छ भनेर कासी भएकै हो। सोध्नु मैले ढाकेको भने प्रत्यक्षदर्शी हुनुहुन्छ होइन। काम गरेर मन छ 2 वर्ष चाहिँ, 2 वर्ष विश्वविद्यालयलाई विश्वविद्यालय जस्तै बनाउन मन छ होइन। हाम्रो एजेन्डाहरू आइसकेका छैनन्, केही दिन अब भोलि पर्सिमा आउँछन्, एजेन्डा लिएर आउँछौँ। यो तपाईँको यो अलिकति यस्तो भयो क्या, भोट पनि एजेन्डामा भोट हाम्रो जानै छाडिसक्यो क्या, सेन्टिमेन्टमा भोट गइदियो क्या। यसलाई चाहिँ एजेन्डामा कन्भर्ट गर्नुपर्छ। हामीले सक्षम मान्छे को, काम गर्न सक्ने मान्छे को होइन। मैले साथीहरूलाई भनेको छु, म सोभिउ हारे भने पनि बल्खु अनलाइन लान्छु है, मैले यो भनेको छु र लान्छु पनि। हेर्नुहोस्, किनभने एकापट्टि कन्ट्रोलरको हस्ताक्षर छ, अर्कापट्टि मेरो हस्ताक्षर छ होइन। हामीले चाहिँ अन्तिममा सम्झौता गरेका छौँ अनलाइन लाने भनेर। सोभिउ हारे पनि लान्छ, किनभने देशभरिको विद्यार्थीको पीडा भएका छौँ नि त। नत्रभए त कमाइ नै गरेर कसले हो भने अरू सेक्टरबाट कमाइ गर्न सकिन्छ। यहाँ भनेको एउटा विद्यार्थीलाई यो भइरहेको समस्या जन्जेलबाट चाहिँ मुक्त गराउनको लागि आएको हो। अब भन्न चाहिँ सबैले यही भन्ने हो, हेर्नु है, साँच्चै भनेको सबैले यही भन्ने हो। गर्ने मान्छे, सङ्कल्प बोकेका मान्छे आउनुपर्छ। सोभिउ जागिर होइन क्या, मिसन हो यो। 2 वर्षको मिसन हो यो होइन। 2 वर्षमा सक्ने काम एजेन्डामा राखेर आउँछौँ, सहयोग गरिदिनु होला। तपाईँहरूको विभागको त यो यहीँ बसेको, हामी यहीँ बसेर पढेको, यहाँको विभाग उहाँले पनि फिल गर्न सक्नु भएको छ। उहाँ पनि कोही क्यान्डिडेट हुनुहुन्थ्यो, उहाँले पनि फिल गर्नु भएको छ र मैले पनि फिल गरेको छु। र यो डिपार्टको म्यानेजमेन्ट डिपार्टको सायद एक्लो सभापतिको उम्मेदवार होला म सहयोग गर्नुपर्छ है। म चाहिँ एकदमै मलाई साँच्चै भनेको सबैभन्दा बढी चाहिँ आशा चाहिँ यही डिपार्टबाट छ। मैले यो डिपार्टको लागि जहाँसम्म लाग्छ केही योगदान गरेको छु जस्तो लाग्छ। कुनै पोजिसनमा नभए पनि, राजनीतिबाट नभए पनि, अन्य सेक्टरबाट भए पनि, विश्वविद्यालयमा शैक्षिक गतिविधि हुन्छ, विश्वविद्यालयमा एकाडेमिक लिडर चाहिन्छ। सायद त्यो म पुरा गर्न सक्छु कि जस्तो लाग्छ है। अब धेरै कुरा भन्दिनँ, तपाईँहरूलाई अल्छी लाग्छ, फेरि धेरै कुरा छैन। अहिले यति भन्यौँ, अखिल क्रान्तिकारीको नेतृत्वबाट अब सभापतिमा प्रवीण दाहाल, हाम्रो प्यानल चाँडै नै घोषणा हुन्छ, सहयोग गरिदिनु होला। अनुरोध है। म चाहिँ दसौँलाई जोडेको